16 साल काटेर म त जानी भए निर्माया ए मेरा बा पोते पनि लाग्छ हौ के छ बहिनी कस्तो छ वैवाहिक जीवन एकदम खतरनाक म त सुरुमा त प्राङ्क गरेर बहिनीले भनेको त औडा यत्रा प्राङ्क हुने हो साच्चै बिहा गरेको बहिनी हान्दिएको नि जोसमा होस घुमाइदिएको लास्टमा त होस आएपछि त तर्सिदिएको आफै श्रीमानले कटकले हाल्नु डाडु चुलाएर बस्छ जे भयो भयो बाउलाई झाँकीले हाने मैले फेरि खुकुरी समातेर हान्छु नि फेरि खुकुरी हान्छु रे एक्सक्युज मी हिज योर हस्बैंड नॉट सर्वेंट यार आफ्नो श्रीमानलाई सम्मान गर्नु रबर बैंड हैं इज माय रबर बैंड खै यो ब्याटी क्लास त लाने बहिनीले त खुकुरी हान्छु भन्छ यार म्या बहिनी तिमी बिहा गरेर घरबार खाना गएको कि महाभारत लड्न गएको यार घरबार के यार एक दिनमै मेरो टाइटाइ फिस भइसकेर आइसक्यो म के को घरबार चलाउनु किन बहिनी यार यस्तो यार किन बहिनी गेम खेल्न आएन भनेको त कुरो अर्कै रहेछ यार यही भएर आइन छु श्रीमान खै लाइभमा छ लाइभमै छ भने कस्तो विवाह ए बाबा 2-4 दिन विवाह लाइभ नआए हुन्न जाने यसो कोही घुम्न आने हनीमुन छैन प्लानिङ हनीमुन यस्तो हो त नि हनीमुन त नि बिहे गरेको राति पल्ट हुन्छ हो के हनीमुन त कहाँ राति पल्ट त जन्ती सबै हामीसँगै सुतिरहेको थियो अनि एउटा रुममा तपाईँ हानिसके जन्तीहरू सबै एउटै रुममा सुतिरहेको थियो के तिमी जनसँग सुत्यौ सुते त के गर्नु अब निन्द्रा लागेपछि यो बोले पनि 70 हँसा यार जोक हाने होइन कि साँच्ची हो भनेको होइन मैले सुन्थेँ कि जन्तीसँग सुतेर जेसा भन्दै होइन यस्तो बेला हुन्छ बहिनी यस्तो बेलामा चाहिँ कति बेला जन्ती घर जानु भन्ने हुन्छ के सुन्नु बहिनी बिहा गरेको सुरुको रात त सुरुको दिन के कति बेला सभाभन्दी उता गरेर जाला घर कतिबेला पुगेला भन्नुहुन्छ नि है हुन्छ मेरो पैसा ससुरालीपट्टिको हेरिरहेको छ भने मलाई धोप्पी भिड्छ नि फेरि भोलिदिनु ओइ मागसम्म भन्छ बिचरा त डराउँछु म त्यो पनि को म डराउँदिन होइन बिहाको दिन त ए बाबा बिहाको दिन त पुरा सारी लाएर टक्क लाएर हुन्छ त अनि के हो त नि यो पहिरन यार यो नाइट ड्रेस हो नाइट ए बाबा अब पहिला पो यस्तो सुहागरातको बेलामा त्यो चिया के अरे दुध अनि यताउति लगेर जान्थ्यो त अनि अहिलेको जमानामा जन्तीसँगै सुत्नु पर्यो यो विवाह ठिक लाग्छ लाएन मलाई यस्तो जाडो छ श्रीमती घुम्ने बस्ने कस्तो लाग्यो र भने सुन्नु म तपाईँलाई पुरा कहानी भन्छु यहाँ 12 बजे ट्याक्रेक्क सक्यो होइन 2 बजेसम्म त मान्छेहरू यताउति हलिरह्यो अब छोड्छ कि भनेको छोड्दैन सबैजना एकै ठाउँमा अनि त फेरि सुन्नु अनि त्यसपछि 2 बज्यो अनि म उठ्नु पर्ने बिहानको 4 बजे है नुहाइधुवाइ गर्नलाई 2 बजेसम्म त्यही 2 बजेपछि जान्छ कि भनेको होइन सबैजना एउटै ठाउँमा सुत्ने रे ल सुत्यो त्यो पनि सुत्यो के सुतेर अलार्म लगाएको बुढाको मोबाइलमा लास्टमा त म्युट रह्यो त्यो साइलेन्ट रहेछ के मोबाइल पनि सुतेको सुतै भन्छु फेरि सुतेको सुतै भन्छु 2 बजेसम्म गेम खेल्ने अहिलेका छोरीछोरी 4 बजे कोड छ अहिलेको बुहारी यार अब तिमी त कसैको बुहारी भए चाँडै उठ्नुपर्छ यार के गर्ने हो र चाँडै उठेर चाहिँ साउ ससुरा हुनुहुन्छ कि छेउमा नजिकै घरमा एउटै घरमा ओ माथि छन् के म यहाँ मेरो घरमा आएको छु दिउँसो माइत आएको एउटा कुराको बहिनी बिहाको दिन बिदा गर्दा रोयो कि नै किन रुन्यो र म त हाँसिरहेको थिएँ तपाईँले भिडियो हेर्नु भएन
होइन माइती चैले छोडेपछि रुन्छ भयो यार जो पनि यार अब फर्केर अर्को दिन माइती आउने रहेछ त म अनि किन रुने थाहा हुँदा अनि एउटा कुरा के पनि जब बिहाको दिन जब बिहा हुन्छ नि बिहाको सुरुको दिन चाहिँ केटी मान्छे एकदम रुन्छ नि त छोरी मान्छे मेरो बाबा मेरो भन्दै अनि फेरि 3 दिनपछि बिहा फर्कन आउँदाखेरि छोरी मान्छे फेरि चेली फेरि नाच्दै आउँछ त अनि एक रातमा त्यस्तो के हुन्छ र म त यिनीहरू कहिले जाला हामी दुईजना मात्र होला भनेर मात्र रुइरहेको थिएँ म त त्यो बेला अरू त रोएन म घोर कलियुग संसारको सबभन्दा अप्ठ्यारो काम के थाहा पनि के काम सुहागरातको अर्को दिनमा परिवारसँग आँखा जुदाउनु खै दाइ यस्तो हो क्या त्यो तपाईँकोमा भए होला अब मेरो त सुहागरात पनि भएन मेरो त आँखा यसरी जुताएको मैले त सुहागरात भएन रे बहिनीहरू खोला खोला अझै पोल खोला पौला आएको कुरा त नि भएन अनि अर्को कुरा चाहिँ अब लो ट्रिपल लेट्स गो सुस्मी थ्याङ्क यू सो मच फर युर लभ थ्याङ्क यू सो मच अर्को कुरा के त नि अर्को कुरा चाहिँ के हो भने सबैभन्दा ठुलो कुरा चाहिँ अब ल मान्यो ल सुहागरात भयो अरे अर्को दिन त निन्द्रा खुल्नु पर्यो नि मिस्टर दङ थ्याङ्क यू सो मच सुन्नु न यहाँ हेर्नु यस्तो यहाँ सुन्नु न यहाँसम्म लाउँथ्यो नि त फर्स्ट दिनमा त्यो चाहिँ देखाउनु हुन्न मलाई थाहा थिएन अरूलाई देखाउनु हुन्न रे अनि बिहान उठेर नुहाउनु पर्छ अरे अनि त्यहाँ माथि पहाडको पानी त छुनै नसकिने होइन अनि फेरि मैले चाहिँ बिहान उठेर म यति मात्र धुन्छु सोचेको लास्टमा म उठ्ने जेलसम्म त ससुराबा उठ्नु भएछ यति मात्र ससुराबाले नदेख्ने गरी माथि घरमा गएको थियो म तल झरेँ क्या यति मात्र धुन्छु भनेर छिटो धोको ससुराबा त ठेरेक तल झर्दाखेरि पुरै धोको भने लास्टमा त पुरै धुन त धुको यति चाहिँ चिसो रहेछ यति चाहिँ सुखा रहेछ फेरि त बिहा अनि बहिनीको लभ म्यारेज हो होइन अरेन्ज गाइस 38 बजे यार 38 पुरा हुँदै गर्छ कि टार्गेट खोलौँ न गाइस पुरा हुँदै गर्छ टार्गेट खोलौँ के पैसा कमाउनु पर्न बहिनीले बुबी हाक्ने सुरु गरेको छैन अब यहाँ नयाँ साडी किन्नु पर्छ होइन सुहागरात मनाउनु पाएन बाहिर गएर सुहागरात मनाउनु परेन बाउलाई पागल होइन तिम्रो आमा भिडियो कल हो कि टिकटक लाग्यो के बोली कि त नि होइन अर्को भन्दा पनि ल त्यही दिन भएन अब हेर्नु न पनिसमेन्ट तिम्रो श्रीमानलाई चुप्पा खाने मान्छेको सामुन्ने मेरो श्रीमान लाइफ छ है फेरि श्रीमती पनि लाइभ सिरियल होइन सुहाग बनाउने बेलामा लाइभ बस्छौ यसरी कसरी फ्यामिली प्लानिङ हुन्छ बहिनी थ्याङ्क यू सो मच सुस्मी थ्याङ्क यू सो मच गाइस बुझ्छु लगाऊ यस्तो हो के त्यो उतापट्टि भिख मागिरहेछ म यतापट्टि भिख मागिरहेछ ए बाबा श्रीमानलाई बोल्ने शब्द हेर्न सुस्मी थ्याङ्क यू सो मच मिस्टर डङ्गल खालको बिहा हो यो के खालको बिहा हो म त पागल भइसकेँ म आफै पागल भइसक्यो स्वागत नमनाएर औ बहिनी यार के बोलिरहौ यार यस्तो यार थ्याङ्क यू भागो कुरा त भने त नि सुहागरात भयो के बोलेको बहिनी यार यस्ता कुरा पनि भन्ने हो र तपाईँको पो भयो ठिक छ हाम्रो त लागेन अनि भन्नु परेन हाम्रो त 5 वर्ष अगाडि भएको नि पागल थ्याङ्क यू मेरो भाइ कति हँसा हेर बहिनी मैले जिते पनि नि तिमी साँच्चै जोइन गरेर चुप्पा खान पर्छ म त खाइदिन्छु अब के जेलमा खाना पाएन लाइफमा भए पनि खाइदिन्छु
किन सुटिङ भन्छ नि बहिनी कि दुनियाँलाई उल्लु बनाऊ कहाँ सुटिङ भ्लगै बनाऊ त मैले त अनि कति वर्ष भयो बहिनी म को तिमी म त भर्खरको म त 21 हो झन्झन नाबालिका चाहिँ रहन्छ है खासै कानुनदेखि चाहिँ ठिकै रहेछ कानुनले चाहिँ सुटिङ भन्छ नि यार सुटिङ भन्छ नि यार सिंगल बस के रे होइन त्यहाँ उसलाई सिंगल उसकोमा त आज 5000 यार कहाँबाट 5000 गएछ मेरोमा कहिले हुँदैन त्यो 5000 त्यसको पनि 5000 छ मान्छेलाई बिहे कसरी भयो बिहेमा के भयो भनेर सुन्न कति मन लाग्यो कुनै भनेपछि मैले फेरि बिहे गर्न पर्छ फेरि हुन्थ्यो होला है के त भ्युअरसिपको लागि फेरि बिहे गरिदिउँ बहिनी तर कला हेर्ने यार तर कला गर्नु त नि बहिनी भन्नु भने अब भाउले हेर्नु भइरहला भन्ने होइन त भन्दैन को तिमीलाई को लाखा 88 उहाँलाई चिन्दैन भनेपछि म घरमा नआउँदा यस्तो एउटा हातका बहिनी यार कति बेला प्राइभेसी हुन्छ न हाम्रो त प्राइभेसी भन्ने कुरै नभएर पो तराउँछ त यसो बहिनीलाई घुमाउन लानु पर्यो हो पोखरा आउँछौँ दाइ हजुरलाई भेट्न स्योर यार वेलकम टु पोखरा यार कहिले आउने हजुरलाई भेट्ने एकदम चाहना छ मलाई चाहिँ तपाईलाई मात्र कि बहिनीलाई पनि हो उहाँलाई त अर्काको बुढालाई भेट्न चाहना मैले बहिनी भन्छु ल बहिनी यार के भयो त नि भाइसँग आयो हुन्छ कस्तो कुरो गरेको अब लग्दैन के गर्नु अब घर एउटा भएको घरमा त सिंगल बस्न सक्दैन एउटा त छुट्टै कुरा त्यो त नसम्झेको हुन्छ यो विवाहको लफडा तिमीहरूको बिहा पनि काश्मीर जस्तो रहेछ हेर्दा रमाइलो भित्रभित्र आतंक गेम लगाऊ एक दिन मन जान्छ एक दिन पनिसन गर्न पर्छ नि त अनि ए कुरा सुन पनेको छ है हेर तिम्रो बुढीलाई यस्तो पनिसमेन्ट दिन्छ रबिन दाइले अनि तिमी जान्छौ पोखरा भन्नु त मेरो बुढालाई फेरि मलाई चुप्पा खाने पनिदिएको थियो कि ओइमा मक्का पऱ्यो होला यार अगाडि त खाना पाइएन लाइफमा भए पनि खाउनु मैले काट्नु सक्यो होइन र तपाईँको एमभीपी लाई मात्र चुपा खाँदा थाइयो कि म बुढालाई खान्छु लाखा बुढा आयो कस्तो आइडिया नहीं है मुझे तो शर्म ही नहीं है कुछ शर्म है कुछ नहीं मेरे तो शर्म नहीं है मैं तो बहुत बेशरम हूँ लाइन में हनीमून यार मैं ताल पर मनाइदिन्छु ताल पर मनाइदिन्छु रे के भएको बहिनी के कस्तो भाइ बेला बेला फुस्के त्यो यस्तो हो के त्यो मान्छेलाई जतिखेर जे कुरा चाहिन्छ त्यो पाएन भने फुस्किँदा भन्छ नि हो त्यही हो क्या थ्याङ्क यू सो मच सुस्मी थ्याङ्क यू सो मच माछो बैला घुमाउन लानु पर्यो पोखरा यसो हनीमुनको लागि लानु पर्यो बहिनीलाई कहाँ लाने होला भन्नु त को मामा म को मामा गइसके यार
थ्याङ्क यू सो मच यो बहिनीलाई तपाईँ आज यहाँ बेलुकाभरि यहाँ लाइभमा बस्यो भने डाइपर उठाउने डाइपरको पैसा उठ्दैन नि फेरि। आउनु त बहिनी कहिले आउँछ भन भाइसँग आऊ के आउने हो के मेरो यहाँ बाइक निकालेपछि। बाइक निकालेपछि बाइकमा आउँछौ म बाइक आउनु त आफ्नो। अनि बुढालाई हिँड्दै गाडीमा बुढालाई टायरमा गुडाउँदै ल्याउँछु म। टायरमा गुडाउँछु रे अरे बुढालाई त टक्क पछाडि राख्ने अनि टक्क त्यसले मलाई यसरी मात्रै बस्छ नि। आम्मामा टार्गेट पनि कतिवटा हो यो टार्गेट कम अन गाइस गाइस बन्द स्पिड सालमा टिम चलाऊ गाइस टार्गेट कम अन दिस इज गिफ्टिङ टार्गेट। सबैजना टार्गेट 1 man 1 woman 220 रोज हानो या त कुछ हानो दिल हानो यार। अब बुढाले त हानेन बुढाले त हानेन रे थ्याङ्क यू सो मच सुस्मी। ल 200 जना 220 के दिएन भन्छ के बोलेको के दिएन मैले चाहिने कुरो के बोलेको यार के बोलेको तिमीहरूले यहाँ कामसूत्र चलिरहेछ के कामसूत्र विजय लामाजी के बोलेको जे भएन नि हाम्रो त्यही मेरो खराब पानी छ मेरो खराब के यो मैले मजाकमा सत्य कुरा गरे नि भाइ के हो यो मजाक होइन यसले मजाकमा नलिनु होला मेरो दाजुभाइहरू यो सत्य कुरा हो। आफू दिलदेखि के भन्ला बहिनी यार यार बिर्सिरहेको छु क्या भाइले किन खुसी दिन सक्नु भएन कम्प्लेन आयो श्रीमतीदेखि यस्तो हो के दिन सक्थ्यो होला तर ओइ पागल यो बहिनी औडा छ लाज मर्दो बना यार कसैले जसले केही काम गरेन त्यसलाई लाज लाग्यो होइन तपाईँलाई चाहिँ खुब लाज लाग्यो ले बिहे चाहिँ कहाँ भएको रे कुन ठाउँ कुन जिल्ला दार्जिलिङ नुवाकोट नुवाकोट कता राजबेसी दिएको त राजबेसी होइन यो नुवाकोट ककनी म राजबेसी गएको छु कि रातसम्म होइन ककनी भनेको तामामा माथि कहाँ खाल्डाङ खुल्डुङमा कसम जाँदाखेरि त ओइ म त साडी लगाएको थियो साडी लगाएको त आम्मा खुट्टा त चिसो भएर नि आम्मा नाजाम कुन्डुङ रे बाटो धन्नै खाल्नु मन छिराएन कहाँ छिरा खाल्नुमा नछिराएर भाग्यो Thank you so much, Miss Susmi. Thank you so much. Life is not joke. Thank you so much, Navin Tava. Thank you so much, all guys. Thank you so much. Thank you so much. Thank you so much. हो कि क्या हो के भइरहेछ यार कामा सूत्र ओइ अब त श्रीमती भयो कसैको अब त केटाकेटी जस्तो नगर के हो र त्यस्तो नि चल्छ बेला बेला